हेलो हेलो नमस्कार सबैजनालाई। सबैजनालाई नमस्कार छ। साथै मेरो युट्युब च्यानलमा सबैलाई स्वागत पनि छ र अनि तपाईले पनि भन्नुस् त। सबैलाई स्वागत पनि छ। धेरै धेरै धन्यवाद छ। सब्स्क्राइब गरिदिनु होला भनिदिनु न। सब्स्क्राइब गरिदिनु होला। फलो गरिदिनु होला भन्नु। फलो गरिदिनु होला, भाइरल गराइदिनु होला। यहाँ पुरा सुन्नु हो नि, कडा हो के मान्छे सानो सानो हुनुहुन्छ लास्टै कडा हो के। एक दियो कि फुङ्लुङ्गे मान्छे ढाल्नुहुन्छ फेरि त्यस्तो खालको कडा। हामी चाहिँ यही यतातिर फेरि यो तेलको बुटातिर घुम्दै घुम्दै यतातिर आएको खाना खाएर। यस्तै छ नियमित डेली जिन्दगी। ड्युटी जाने आउने सुत्ने, रुममा कति सुत्नु, वाक्क दिक्क रुममा सुतेर पनि। अनि के गर्ने र, टाइम पासको लागि भए पनि यतातिर घुमिन्छ। छोटो छोटो ब्लग भिडियो बनाउँदै, राम्रो होस् नराम्रो होस् हालिन्छ हैन। यता हो एउटा हो नि नियमित। यहाँ पुरै तेलै तेल छ। यस्तो खतरा खतरा पार्छ, पुरा कारै कारा हुन्छ हो। यताबाट जाउँ न। एउटा गीत जाओस् न। घुमाउने घर पोखरामा कान्छीलाई भरिदेऊ कि दिलको छोकरीमा भन्ने गीत गाउनु गाउँ त। दामी छ नि त्यो गीत। कहाँ राम्रो छ। म्युजिकमा गाउनु भनेको, म्युजिकमा गाउन सक्नु भएन। त्यसमा यस्तो खतरा हुन्छ गाउनु। त्यो गीत सकिन्न गाउनु। मेरो घर धेरै टाढा छ, सकिन्न रहेछ। मेरो घर धेरै टाढा छ, टाढा टाढै छ। हामी कहाँ छौँ? हाम्रो मलिसा पहाडमा छौँ। अनि टाढा छैन त घर। यस्तै हो साथी हो जिन्दगी। घुमघाम जङ्गल धाउने, कुखुरा मुर्गीहरू हेर्दै। पुरा अब कराउन आयो फेरि के गर्ने र है। नकराउ भन्नु भएन, टाइम वेस्ट कराइहाल्छन्। हाम्रो पनि कराउने बानी यहाँ कराउँदै हिँडिरहेछ। सबै कराउने नि, तिनीहरू पनि कराउने, हामी पनि कराउने होइन। कराउनुहोस् एकछिन तपाईँहरू। फेरि अल्लाह अकबर भन्नु होला नि फेरि। ल गाइस फाइनली आइसक्यो होस्टेलमा होइन। हेर्नु क्यामेरा होस्टेलतिर आइपुग्यो।